खान लगाइरहेको छु दाईहरू यी उहाँ समीर दाई समीर हुनुहुन्छ। Hey guys, welcome to back my new vlog. भन्दा नि आज vlog स्टार्ट गर्नु गइरहेको छु। हेर्नु होला अब यता बाहिर हेर्नु होला यो चाहिँ रुमबाट भ्यू र आज चाहिँ मौसम शीतल छ है। हेर्नु होला चारैतिर हावा लगाइरहेको छ है। मेरो कपालबाट यहाँ चलाउँदै कस्तो उडिरहेछ। हेर्नुलाई फाइनल रुमबाट तल आइसक्यो अनि म अहिले चाहिँ हल्का बाहिर घुम्न जान लागेको छु। अनि हाम्रो किशोर दाइ समीर दाइ चाहिँ क्रिकेट खेल्न जानुभएको छ। आज सन्डे हो क्या अनि म चाहिँ पहिला टाउको दुखेको थियो मेरो हल्का अनि त्यही भएर म चाहिँ हल्का अहिले बाहिर आएको छु दोकान जानु लाग्छु त्यतिकै। अनि यो बाहिरको उस भन्नु होला यता चाहिँ क्रेन उभिरहेको छु ए रोकेछ। हेर्नु होला गाइस इन्डियन बस चेन्नईको बस हेर्नु होला भर्खर चाहिँ दोकानबाट रुममा आउँदैछु रुममा आइसकेँ। हेर्नु गाइस तातुन लगाइसक्यो अनि हामी अहिले दोकान जाँदैछौँ कपडाहरू किन्न। सन्दाईले सन्दाई हुनुहुन्छ जाँदैछौँ। हेर्नु अहिले चाहिँ म दोकान पुग्न लागिरहेको छु उहाँ छ दोकान गइरहेको छु। दोकानबाट कपडा किनेर अब मेडिकल जाँदैछौँ। सन्दाईलाई दबाई चाहियो अरे के को दोकान जाँदैछौँ। हेर्नु होला मेडिकल हेर्नु होला फाइनली मेडिकल आइपुगिसक्यो नि। हेर्नु गाइस रुममा जाँदैछु कि माथि आइपुगिसकेँ। अनि कतै लाइट नबालिकन राख्नुपर्छ किशोर दाइ र समीर दाइले। हेर्नु होला गाइस यहाँ दुईजना क्रिकेट खेलेर लम्पसार परेछ नि समीर दाइ किशोर दाइ भर्खर रुममा आउन पाएको छैन हाम्रो समीर दाइ लम्पसार परिरहेको मान्छे माथिबाट। अब फेरि उता दोकान जाऊँ भन्दै मलाई तानेर लिएर यिनीहरू काम छैन कामको बेला मलाई क्रिकेट खेल्न जान्छन् फेरि आएको मान्छे फेरि बोलाएर लिएर आउँछ मान्छेले यार बिना खालको टाइम वेस्ट गराउनुपर्छ। जान्न भन्दा जबरजस्ती गरेर लिएर गयो नि त कमेडियन। हाम्रो चाहिँ अहिले नुडल्स खान जाने प्लान भएको छ समीर दाइले जाऊँ भन्नुहोस् है। ल अहिले चाहिँ जाँदैछौँ नि यही बाटो जाने फेरि जहाँ गए पनि दोकान गए पनि खाना गए पनि घुम्न जाने गए पनि यही हो पुरै ठाउँ छ नि यता हजुर जाँदैछौँ। परिवारको त्यहाँ छ नुडल्स पाइन्छ नि त्यो पनि थाहा छैन। अब हामी कतिचोटि गछौँ भ्याइयो भन्छ हो कि होइन हो नि त्यही भएर हल्का हेरौँ। मामा पकड़ता था हमको तो सोचता था खती में क्या है हम बोलते थे 50 रुपये है सर और चलते थे इन्हरा 15 चल रहा है हम उनको मालूम नहीं तमिल में बोलते था हम तमिल के बोलने में बसाता था नहीं था हमको तो हिंदी से मालूम नहीं था हिंदी में मालूम नहीं था। वो पुलिस मामा बोलता था जाएगा किधर हमको तो लगता है साला ये नेपाली में बोलने हिंदी से बोलने दे लगा है हमको तो मालूम नहीं है बोलने से। मामा बोलता था 50 कितना है तेरे खल्ती में पैसे और निकाल और चले जाए नोरुआ निकाल बोलता था इन्हें मालूम नहीं था। हम सोचता था 10-20 रुपये मांग रहा होगा हमको तो लगा था वो एनुरा भने तो 200 रुपये मांगता था हमको तो क्या मालूम। होटल आइपुगिसक्यो त्यहाँ छ होटल हाम्रो होटल होइन फेरि अरूको होटल हो है। एउटा कुरा भन्न बिर्सिरहेको समीरले याद दिलाइदिनु भयो। अनि फेरि यो चाहिँ बन्द छ यो चाहिँ आइतबार बन्द हुन्छ भयो। हाम्रो चाहिँ आइतबार दिउँसो खोल्छ अनि त्यहाँबाट बन्द हुन्छ यो चाहिँ बिहानैबाट बन्द हुन्छ। अनि यहाँ नुडल्स खान आएको छ मैले छैन भन्छ मलाई फिक्स थाहा छ अब हेरौँ त्यस्तो हो रहेन रहेछ। हामीलाई राम्रो थाहा छ हामी जहिले नै आउँछ नि त्यो दिन भ्याइएकै हुन्छ यसका अनि भ्याइएकै रहेछ। अब चाहिँ आजदेखि यसको होटलमा नलुडो जाओस् न केही नजाओस् क्या तर जहिले हामी आउँछौँ नि तर छैन भन्ने आउँछ फेरि मजाको है यो मान्छे फेरि सिरियस भन्नु होला होइन मैले सिरियस नै भनिदिन्छु। अनि एउटा कुरा हेर्नु होला हामी चाहिँ अहिले यहाँ आएका छौँ चाउमिन खानालाई त्यो चाहिँ चिकन नुडल्स खाने भनेर आएको थियौँ। अनि यहाँ चाहिँ नर्मल नुडल्स खान आएको छौँ यहाँ चाहिँ। अब हेरौँ यहाँ पाइन्छ नुडल्स खाएर भ्याइयो। अब हामी जाँदैछौँ रुमतिर अनि दाइले पानीपुरी माग्नु भएको थियो पानीपुरी लिएर जाँदैछौँ कि अनि त्यहाँबाट हाम्रो समीर उता फोन हेरेर आइराख्नु भएको छ कहाँ खाल्टोतिर गाडिने मान्छे त्यो पनि थाहा छैन भयो। जाँदैछौँ खाइयो नुडल्स खाएर अब जाँदैछौँ रुमतिर। अनि यता अहिले राति हेर्नु होला आउँदै रहेछ अब
उता जताततै अँध्यारो छ भिडभाड पनि त्यस्तै छ अब यता उता अनि मजाले रुममा जान्छौँ हामी अब आउनु है छिटो जान्छौँ रुमतिर अघि चाहिँ यहाँ थियौँ पो नुडल्स लिन छैन भनिदिएको पो त्यही भएर भएर चाहिँ अनि उता गएर खाएर आएको थियौँ ठेलामा अनि यो होटल चाहिँ आज बन्द छ भोलि खोल्छ फेरि हाम्रो भन्दा पनि ठुलो छ खतरा आइटम पाइन्छ यहाँ त हाम्रोमा त्यति पनि पाइन्न अनि हामी जाँदैछ मैले अन्त मुस्टी छ यताउता जता त्यही छिटो आउनु हो समीर दाइ यार रहेछ मान्छे फोन हेरेर हिँडिरहेको छ मान्छे कुकुर छ होला रुममा आइपुगिसक्यो है अगाडि छ यत्रो बडे महानको रुम हाम्रो अनि रुममा आइपुगिसक्यो जाँदैछौँ समीर दाइ चाहिँ अझै मान्छे उहाँबाट यहाँ आइपुग्नु लागिसक्यो फोन हेरेर आइरहेछ कुन दिन कहाँ गएर गाडी दिन्छ त मलाई पनि थाहा छैन यार कुन दिन म फस्ने हो मजा गरे आयो चाहिँ अनि उता छौँ रुममा अब माथि जान्छु तँलाई पानीपुरी सानीपुरी दिन्छु मनी खाने हो अनि त्यहाँबाट एकछिनपछि फेरि होटलमा फोन गर्छ साउली अनि फेरि दोकान होटल जानु छ आइतबारको दिनमा मलाई खतरा काम गरिदिन्छ यार जान्छौँ रुममा रुमलाई माथि आइपुगिसकेँ यता चाहिँ किशोर दाइ सन्दाई हुनुहुन्छ अनि म जाँदैछु ए किशोर दाइ तपाईँको सम्पत्ति लिनु खान लगाइरहेको छु दाईहरू यी उहाँ समीर दाइ समीर हुनुहुन्छ यी हाम्रो पानीपुरी भैया चाहिँ हाम्रो किशोर दाइ हो यी यता चाहिँ ठुसे पो म नि यहाँ ठुस्न लाग्छु ल त गएर आजको ब्लगलाई यति नै मात्रै यो ब्लग यहीँ एन्ड गर्न चाहन्छु नेक्स्ट ब्लगमा भेटौँला बाई